चाहिँ सुँगुरको खुट्टाको अचार बनाउनलाई रेडी। मसला खुट्टाको अचार बनाएको मैले चाहिँ फर्स्ट टाइम बनाएको। कस्तो हो हेरौँ। यहाँ चाहिँ मजाले खराएर मात्रै मरमसलाहरू हाल्नु पर्यो। कस्तो मिठो मिठो बास्ना पो आउँदैछ त। मसलाहरू रेडी। अदुवा, लसुन, प्याज, टमाटर। यहाँ चाहिँ डल्लै खोर्सानी छ रेडी। यो चाहिँ धुलो खोर्सानी अलिकति कलरको लागि मात्रै हो। यो चाहिँ एकदम गर्मी छ। कुमार बस्नु परेको झन् साह्रो गर्मी भइरहेछ। हाम्रोतिर त यस्तो गर्मी छ साथीहरू। तपाईँकोतिर चाहिँ के कस्तो छ? खरेपछि चाहिँ यस्तो लुक्स पो आयो त। अब चाहिँ खरे अब चाहिँ मसलाहरू लाउने बेला भएछ। बास्ना पनि मिठो मिठो आयो। अब चाहिँ मजाले खऱ्यो। खरिसकेपछि चाहिँ मर मसला चाहिँ मिलाइदिनु पर्यो। मेरो फर्स्ट ट्राई है साथीहरू। यो चाहिँ कस्तो हुन्छ। अब चाहिँ पानी लगाएर छोप्ने हो अनि मजाले उमाल्नुपर्छ सानो आगो लगाएर। त्यसपछि कस्तो हुन्छ? चट्ट मिठो हुन्छ होला। बास्ना त मिठो मिठो आउँदैछ। दसैँको भाइब्स दिँदैछ। तर कस्तो हुने पाकिसकेपछि चाहिँ हेर्दा त मिठै होला जस्तो छ। अब चाहिँ पानी ल्याइदिनुपर्छ। पानी लगाएर मजाले उमाल्ने। सानो आगो लगाएर हड्डीहरू गलिन्जेल। अचार चाहिँ दामी नै भयो साथीहरू। मिठो छ बास्ना नि यति मिठो।